अब सम्पत्ति हामीले किन ल्यायौँ त्यसको बापत वी हेभ टु पे 5,50,000 अब तिर्छौँ कसरी त सेयर दिएर है सो त्यही भएर अब सेकेन्ड इन्ट्री गर्छौँ हाम्रो सेकेन्ड इन्ट्री हुन्छ पेमेन्ट इन्ट्री अब यो पेमेन्ट इन्ट्री गर्ने बेला चाहिँ जुन यो भेन्डर कम्पनी छ नि क्रेडिट भएको छ हो त्यो डेबिट गरिदिन्छौँ सेम त्यही एमाउन्टले नै ल सो अब भेन्डर कम्पनी एकाउन्ट डेबिट त्यही 5,50,000 नै त्यसपछि एक लाइन खाली छोडिदिउँ टु सेयर क्याप लेखौँ है किनकि हामीले उसलाई सेयर दिँदैछौँ हाम्रो लाइबिलिटिज बढ्ने भयो सेयर बढ्ने भयो क्यापिटल बढेपछि क्रेडिट हुन्छ त्यही भएर यहाँ एकाउन्टमा ल अब हेरौँ है तिर्नु पनि 5,50,000 हो तर तिर्ने कसरी भनिदिएको छ एक किता सेयरको हामीले 100 रुपियाँ पार गरेको सेयर चाहिँ हामीले 10% प्रिमियममा है एक किता पार भ्यालु चाहिँ 100 हो 10% प्रिमियम लिँदैछ भने चाहिँ एक किता कति लियो त 100 प्लस 10 लियौँ भने चाहिँ 5,50,000 तिर्नु छ भने एक किताको 110 लियो भने कति किताबलाई सेयर दियौँ त त्यो निकाल्नु पऱ्यो है सुरुमा सो अलिकति वर्किङ नोट यहाँ चाहिँ नम्बर अफ सेयर्स इस्युड यो आउँछ यो एग्रिड प्राइस divided by issue value per share सो तिर्नु त 550 हो डिभाइड बाई एक किता हामीले कति दिन्छौँ 110 कति आउनुभयो त 5,000 सेयर आउनुभयो ल सो चाहिँ हाम्रो उनीहरूलाई चाहिँ हामीले 5,000 किता सेयर इस्यु गर्छौँ भन्ने बुझ्यो है सो यहाँ के गर्छौँ अब 5,000 इन्टु सेयरको भ्यालु चाहिँ पनि यहाँ त पार भ्यालु त 100 हो सो त्यही भएर 100 रुपियाँ लेख्छौँ है सो यो 5 लाख भयो बाँकी क्रेडिट साइड नपुग्यो के कारण हो त हामीले एक्स्ट्रा लिएको सेयर प्रिमियम सेयर प्रिमियम लिएर इस्यु गरेको छौँ सो त्यो क्रेडिट साइडमा बस्छ सो त्यही भएर टु सेयर प्रिमियम है माथि लेख्दा पनि हुन्थ्यो केही फरक पर्दैन सेयर प्रिमियम एकाउन्ट कति हो त 5,000 इन्टु हरेक एक किताबमा हामी 10 रुपियाँ एक्स्ट्रा लिन्छौँ त्यही नै भयो है ल डन अब नेसनल लेख्थ्यौँ बिङ 5,000 सेयर्स अफ आरएस 100 इच issued to vendor at 10% प्रिमियम हामीले गरेको त्यही हो